धेरैपछि धेरै किसिमको भिडियोहरू कृषि सम्बन्धी जानकारीमूलक भिडियोहरू निर्माण गर्ने क्रममा आज चाहिँ शीतल चिनी जुन मोरिङ्गा पनि भनिन्छ यसको विषयमा चाहिँ थोरै जानकारी आज नयाँ किसानहरू यसको सम्बन्धी चाहिँ धेरै चासो लिइरहनु भएको छ। यो के हो अनि यसलाई चाहिँ कसरी चाहिँ उत्पादन गर्ने भन्ने विषयको त भिडियोहरू मैले पहिला पनि बनाइसकेको छ र यसमा चाहिँ लगानी गर्दाखेरि फाइदा हुन्छ कि घाटा हुन्छ भन्ने विषयमा चाहिँ तपाईको लागि थोरै जानकारी दिने कोसिस गर्दैछु। यसको बजार के होला यसको विषयमा है। अब विशेष गरी यो मोरिङ्गा अर्थात् शीतल चिनी यो चाहिँ एउटा घाँस हो है। अब अहिले मान्छेले औषधि भनेको छ, कतिपयले खाना हो, यो चाहिँ मान्छेलाई चाहिँ हाई प्रोटिन बढाउनको लागि खाना हो भनेको छ। यो चाहिँ किन घाँस हो भन्छु भने मैले चाहिँ सानोदेखि चाहिँ मैले तराईमा चाहिँ यसलाई चाहिँ घाँसको रूपमा प्रयोग गरेर देखाएको छु। तराईमा करिब एउटा घरमा 5 देखि 10 वटा रुखहरू नभएको, यो मोरिङ्गा नभएको ठाउँहरू छैन। अब यसलाई कतिपयले त यो हामी रुख बोडी पनि भनेर चिनिन्छ गाउँघरमा। रुख बोडी, रुखमा फल्ने बोडी सेम बोडी जस्तो हुन्छ तर खाँदाखेरि चाहिँ हल्का तितोपना हुन्छ। यसलाई चाहिँ अब यो विभिन्न तरिकाले बनाएर खाइन्छन्, मान्छेले तरकारी बनाएर पनि खाइन्छ है। तरकारी चाहिँ कसरी बनाएर खाइन्छ भने यसलाई चाहिँ बोडीको रूपमा बनाउँदाखेरि कतिपयले सुप बनाएर खाइन्छ यसलाई चाहिँ हैन, आलुसँग बनाएर सुप बनाएर खाइन्छ र विभिन्न किसिमले बनाइन्छ। भनेदेखि चाहिँ एउटा के छ भने तपाईको बोडीको रूपमा प्रयोग गर्ने छुट्टै कुरा हो। आजको परिवेशमा चाहिँ यसलाई के गरेको छ भने पातलाई चाहिँ सबैभन्दा राम्रो तत्त्व, शरीरलाई चाहिने राम्रो तत्त्व हो भनेर चाहिँ विभिन्न देशहरूले रिसर्च गरेको छ भनेर यसलाई पातलाई चाहिँ ग्रिन टी बनाएर खाने अथवा चाहिँ धुलो बनाएर खाने चलनहरू आएको छ। अनि अर्को कुरा चाहिँ कतिपय ठाउँमा चाहिँ यसलाई के गरेको छ भने बोक्रालाई पनि प्रयोग गर्छ औषधिको गुणमा भन्ने कुरा गरेको छ। अब यसलाई चाहिँ हामीले नेपालमा चाहिँ कतिपयले चाहिँ के नै भयो कसो होला भन्ने हिसाबले मान्छेहरू दौडाधुप यसको खेती गर्छु भनेर अहिले सबैभन्दा धेरै चाहिँ तपाईको चाहिँ सामाजिक सञ्जालमा अथवा इन्टरनेटमा रिसर्च गर्ने अब नेपालको लागि चाहिँ कृषि पेसामा नयाँ चिज भनेर यसलाई रिसर्च गरेको छ क्या मान्छेले। सञ्चार माध्यममा चाहिँ तपाईको यो भन्दा 5 देखि 7 वर्ष अगाडि तपाईले देख्नु भयो होला नि के भएको छ भनेर। यदि चाहिँ भाइरल थियो कि तपाईको चाहिँ खरायो पालन गर्दाखेरि यदि धेरै फाइदा हुन्छ भनेर। हो त्यस्तै किसिमको लहर यसमा पनि चलाइरहेको छ। यसमा त्यस्तो किन चलाएको छ भन्दाखेरि तपाईले बुझ्नु होला। अहिले यसमा जसले धेरै लगानी गरेर फस्नु भएको छ नि, सुरुवाती चरणमा काम गर्नेले कमायो होला मलाई थाहा भएन, तर पछिल्लो समयमा यो त घाँसमा मात्रै काम गरिन्छ, बारी चाहिँ यसले पुरै तहस नहसै हुन्छ। यो भनेको त तपाईको घाँस हो नि, घाँसलाई भिर पाखामा त्यत्तिकै लाउने हो हामीले विकास। यो चाहिँ तपाईको खेती भनेर तपाईँ धेरै लगानी नगर्नुहोस् भन्न खोजे हो। यसको मार्केट छैन नेपालमा अहिलेसम्म। योभन्दा पछाडि पनि हुन्छ हुँदैन मलाई थाहा भएन। यो समाजको सोच परिवर्तन गर्नलाई धेरै गाह्रो छ के। त्यो भएर यसको मार्केट नेपालमा छैन। तपाईहरु धेरै नलाउनु होला भन्न चाहन्छु। यो मार्केटमा किन छैन भन्छ भने यसको लागि प्रशोधन गर्ने, प्याकेजिङ गर्ने, घर घर पुर्याउने, यो भनौँ त्यो इलाममा बन्ने चियाको जस्तै ठाउँमा यसलाई ग्रिन टीको रूपमा प्रयोग गर्ने प्रचलनहरू चाहिँ प्राय छैन। युरोपमा चाहिँ छ भन्ने कुरा गरेको छ। युरोपमा छ तर यो चिज यहाँ उत्पादन गरेर हामीले युरोपमा लगेर बेच्न सक्दैन के। किन सक्दैन भन्दाखेरि यदि खेती किसान गर्ने किसानको पक्षमा सोच्ने सरकार छैन। यदि हामीले उत्पादनै गरे भए पनि तपाईको चाहिँ युरोपमा लगेर बेच्न सक्दैन यसलाई। हामीले कुनै पनि कृषि सम्बन्धी काम गर्छ भने के गर्नुपर्छ भन्दाखेरि चाहिँ जुन स्थानीय स्तरमा बिक्री वितरण गर्न सकिन्छ यो विषयमा चाहिँ बढी चासो दिनु होला भन्ने मेरो सुझाव हो। किनभने अहिले म देख्छु कि मोरिङ्गा भनेर चाहिँ धेरैले जबेको देख्छु। यो मोरिङ्गा भनेर तपाईहरु धेरै कुद्दा मोरिङ्गाले गर्दा यदि लाख फस्यो रे, यस्तो किन किसान चाहिँ यसरी फस्यो रे भन्नु होला। किनभने यसमा सबैभन्दा धेरै चाहिँ त्यो झुसिले किरा भन्ने चिजहरू निक्लिन्छ। त्यसको लागि नियन्त्रण गर्न सकेन भने त्यो गाउँमा तनाव बनाउँछ। हेर्नुस्, यो म धेरै ठाउँमा देखाएको छु, यो उत्पादन गर्ने ठाउँहरुमा पनि देखाएको छु। तपाईले देख्नु भयो होला। यो भन्दा 5 वर्ष अगाडि बोयर बाख्रा भन्दै कति साथीहरु बोयरले चाहिँ एउटा बोयरको चाहिँ मूल्य 6 लाख 7 लाख रे भन्दै हिँड्नु भएको थियो भने आज त्यही साथीहरु, कतिपय साथीहरु त्यो बोयरमा धेरै लगानी गर्नु भएर डुबेर विदेश जानु भएको छ। त्यही भएर
त्यही साथीहरू जस्तै नफसोस् भन्नको लागि यो मोरिङ्गाको बारेमा चाहिँ तपाईँलाई थोरै भन्न खोजिरहेको हो। यो त तपाईँले लाउनु नै छ भने असार साउन भदौतिर एउटा हाँगा 2-4वटा हाँगा 20-25वटा 50वटा हाँगालाई चाहिँ हामीले बारी धेरै छ भने बारीको छेउछेउ मात्रै लाउनु होला, बिचमा लाउनु म सल्लाह सुझाव दिँदिनँ। बिचमा विभिन्न किसिमको आफूले चाहिँ उत्पादन गर्नलाई चाहिँ खानालाई उपभोग गर्ने अन्न बाली लगाउनुहोस्। र यो मोरिङ्गालाई चाहिँ तपाईँ खेतीकै रूपमा चाहिँ बाँझो हुने गरी जमिनै बाँझो हुने गरी चाहिँ नलाउनु होला भन्ने आजको सुझाव। कस्तो लाग्यो? म नेपाली कृषक उस्मान बाबा हेटौँडा 19 नेवारपानीबाट। आजको भिडियो तपाईँलाई मन परेको छ भने एउटा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। यतिन्जेलसम्म मेरो भिडियो हेरिदिनु भएकोमा विशेष तपाईँलाई धन्यवाद। यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यदि तपाईँ फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ अथवा चाहिँ टिकटकबाट हेर्दै हुनुहुन्छ भने मेरो पेज र आइडीलाई फलो गरिदिनु होला भन्दै म अहिलेको लागि यस भिडियोबाट छुटिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।